नेपाल राष्ट्र ब्याङ्कले देशको नयाँ मौद्रिक नीति ल्याएको छ। अब यो नीतिले हाम्रो अर्थतन्त्रको बाटो कसरी कोर्छ, आखिर यो नीतिभित्र छ तरी के, अनि यसले हाम्रो दैनिकीमा के फरक पार्छ? आउनुहोस् आज यसलाई एकदमै सरल भाषामा चिरफार गरौँ। सबैभन्दा पहिले कुरा गरौँ नेपालको आर्थिक कमान्ड सेन्टरको। हो, नेपाल राष्ट्र ब्याङ्क। यो त्यही संस्था हो जसले हाम्रो पैसाको मूल्य कति हुने, ब्याङ्कहरूले कसरी काम गर्ने अनि समग्रमा हाम्रो अर्थतन्त्र कता जाने भन्ने कुराको छिनोफानो गर्छ। यहाँबाट लिइने एउटा सानोभन्दा सानो निर्णयले पनि देशको पुरै आर्थिक स्वास्थ्यमा ठूलो असर पार्न सक्छ। आजको हाम्रो विश्लेषणमा हामी मुख्य 5वटा कुरामा हेर्नेछौँ। पहिलो, हाम्रो अर्थतन्त्रको अहिलेको स्वास्थ्य कस्तो छ। दोस्रो, अगाडि के कस्ता चुनौतीहरू छन्। तेस्रो, ती चुनौतीसँग जुझ्न केन्द्रीय ब्याङ्कको रणनीति के हो। चौथो, यसले हामी सबैमा कस्तो असर पार्छ। र अन्त्यमा अब अर्थतन्त्र कता जाँदैछ भन्ने कुरा पनि हेर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट, हाम्रो अर्थतन्त्रको स्वास्थ्य जाँच। जसरी डाक्टरले उपचार गर्नुअघि नाडी छाम्छ, त्यसैगरी कुनै पनि नीति बनाउनुअघि अर्थतन्त्रको हालचाल बुझ्नुपर्छ। त्यसो भए अहिले हाम्रो आर्थिक अवस्था कस्तो छ त, राम्रो छ कि नराम्रो? सुरुवात केही राम्रो खबरबाट गरौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान हेर्ने हो भने यो वर्ष हाम्रो अर्थतन्त्र लगभग 4.61% बढ्ने देखिन्छ। मतलब पहिलेको सुस्तताबाट बाहिर निस्केर अर्थतन्त्रले बिस्तारै लय समात्न थालेको छ। यो एकदमै सकारात्मक सङ्केत हो। अब कुरा गरौँ महँगीको, अर्थात् मुद्रास्फीतिको। यो वर्ष औसत मूल्यवृद्धि 4.24%मा रोकिएको छ। यो केन्द्रीय ब्याङ्कले चाहेको सीमाभित्रै हो। सरल भाषामा भन्दा बजारमा सामानको भाव बढेको त छ, तर नियन्त्रण बाहिर भने गएको छैन। यो चार्टले अझै प्रस्ट्याउँछ। हेर्नुस् त, गत वर्ष 5.44% रहेको महँगी यो वर्ष घटेर 4.24%मा आएको छ। मतलब महँगीको चाप केही हदसम्म कम हुँदैछ, जुन पक्कै पनि हामी सबैका लागि एउटा राहतको कुरा हो। अनि अर्को एउटा बलियो पक्ष पनि छ, त्यो हो हाम्रो विदेशी मुद्राको सञ्चिति। हामीसँग अहिले झन्डै 15 महिनासम्मलाई चाहिने सामान आयात गर्न पाउने विदेशी मुद्रा छ। यो भनेको के हो भने देशसँग एउटा बलियो आर्थिक सुरक्षा कवच छ, जसले कुनै बाहिरी सङ्कट आइपर्दा पनि हामीलाई जोगाउँछ। तर सबै कुरा यति राम्रो मात्रै पनि छैन। यी राम्रा देखिने तथ्याङ्कहरू पछाडि केही गम्भीर चुनौतीहरू पनि छन्। र हो, यही चुनौतीहरूलाई सामना गर्नकै लागि यो मौद्रिक नीति ल्याइएको हो। त्यसो भए अब हेरौँ ती चुनौतीहरू के हुन् त? हो, प्रश्न ठ्याक्कै यहीँनिर उठ्छ। जब आर्थिक वृद्धि पनि ठिकै छ, महँगी पनि नियन्त्रणमा छ, त्यसो भए केन्द्रीय ब्याङ्कलाई के को चिन्ता, खास समस्या कहाँनिर छ त? समस्या मुख्यतया दुईवटा छन्। पहिलो, ब्याङ्कहरूले दिएको ऋण नउठ्ने क्रम बढेको छ, जसलाई हामी खराब कर्जा भन्छौँ। अनि दोस्रो, बजारमा लगानी गर्न पैसा नभएको होइन, तर व्यवसायीहरू नयाँ ऋण लिएर काम गर्न डराइरहेका छन्। यसले के देखाउँछ भने समस्या ब्याजदरको मात्र होइन, बजारमा आत्मविश्वासको पनि कमी छ, जसले गर्दा आर्थिक गतिविधि सुस्त भएको छ। यसलाई अङ्कमा हेरौँ। अहिले खराब कर्जाको अनुपात 5.42% छ। यसको मतलब ब्याङ्कले लगानी गरेको हरेक 100 रुपैयाँमा 5 रुपैयाँभन्दा बढी पैसा डुब्ने जोखिममा छ। यसले एकातिर ऋण लिनेहरू समस्यामा छन् भन्ने देखाउँछ भने अर्कोतिर ब्याङ्कहरूको स्वास्थ्यमा पनि असर परिरहेको छ। यो साँच्चै एउटा आर्थिक पहेली जस्तै भएको छैन त? एकातिर हेर्नुहुन्छ भने ब्याङ्कहरूसँग लगानी गर्ने पैसा थुप्रिएर बसेको छ, तर अर्कोतिर त्यो पैसा बजारमा पुगेर नयाँ काम वा व्यवसाय सुरु गर्न सकिरहेको छैन। यो त कस्तो भयो भने गाडीमा तेल त फुल छ, तर इन्जिनले तेले तानिरहेको छैन, गाडी अगाडि बढ्नै सकेको छैन। हो, ठ्याक्कै यही नचलेको इन्जिनलाई चलाउन र यो पहेलीलाई सुल्झाउन केन्द्रीय ब्याङ्कले आफ्नो नयाँ रणनीति अघि सारेको छ। मौद्रिक नीति भनेकै त्यही औजार हो जसले यो इन्जिनलाई चलायमान बनाउँछ। ल अब हेरौँ राष्ट्र ब्याङ्कको गेम प्लान के रहेछ। यो गेम प्लानको सबैभन्दा ठूलो हतियार हो ब्याजदर घटाउने। केन्द्रीय ब्याङ्कले आफूले अरू ब्याङ्कहरूलाई दिने ऋणको ब्याज नै सस्तो बनाइदिएको छ। जस्तै यो टेबलमा हेर्नुहोस्, ब्याङ्क दर 6.5%बाट 6%मा झारिएको छ अनि नीतिगत दर 5%बाट 4.5%मा। यो भनेको केन्द्रीय ब्याङ्कले अरू ब्याङ्कहरूलाई दिएको एउटा स्पष्ट सङ्केत हो, अब ऋण सस्तो बनाऊ भनेर। अब यसको सिधा हिसाब छ, जब ऋण सस्तो हुन्छ
घर बनाउन, व्यापार बढाउन वा नयाँ काममा लगानी गर्न मानिसहरूलाई हौसला मिल्छ। केन्द्रीय ब्याङ्कले गर्न खोजेको पनि ठिक यही हो, तर यसमा एउटा जोखिम पनि छ। बजारमा धेरै पैसा गयो भने फेरि महँगी ह्वात्तै बढ्ने हो कि? यो एउटा सन्तुलनको खेल हो। ल, अब सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यी ठूला नीतिगत कुराहरूले आखिर आम मानिसको दैनिक जीवनमा, व्यवसायमा के फरक पार्छ त? यसको वास्तविक असर के हो? एउटा ठोस उदाहरण हेरौँ। घर बनाउन वा किन्नको लागि ऋण लिने सोचमा हुनुहुन्छ भने अब ब्याङ्कबाट 3 करोड रुपियाँसम्म ऋण लिन पाइनेछ। पहिले यो सीमा जम्मा 2 करोड थियो। यो परिवर्तनले घरजग्गा बजारलाई केही हदसम्म चलायमान बनाउन सक्छ। त्यस्तै कृषि क्षेत्रको लागि पनि एउटा महत्त्वपूर्ण व्यवस्था आएको छ। अब साना किसानहरूले आफ्नो बाली वा जग्गा धितो राखेर 10 लाख रुपियाँसम्मको ऋण लिन प्रक्रिया एकदमै सजिलो बनाइएको छ। यसले गर्दा साना किसानहरूलाई पैसाको लागि भौँतारिनु नपरोस् भन्ने लक्ष्य देखिन्छ। अब कुरा गरौँ शेयर बजारको। यहाँका लगानीकर्ताहरूका लागि पनि एउटा राहतको खबर छ। शेयर धितो राखेर लिने ऋण, जसलाई मार्जिन लेन्डिङ भनिन्छ, त्यसको सीमा प्रति व्यक्ति 15 करोडबाट बढाएर 25 करोड पुर्याइएको छ। यसले शेयर बजारमा लगानीको लागि थप पैसा आउन सक्ने बाटो खोलेको छ। ल, अब हामी अन्त्यतिर आइपुगेका छौँ। यी सबै नीति नियम, दर कटौती, यी सबै प्रयासको आखिर अन्तिम लक्ष्य के हो त? यो नीतिले हाम्रो अर्थतन्त्रलाई कुन दिशामा डोर्याउन खोजिरहेको छ? सरकारले आउँदो आर्थिक वर्षको लागि एउटा ठूलो लक्ष्य राखेको छ, 6% आर्थिक वृद्धि। यो निकै महत्त्वाकांक्षी लक्ष्य हो र अहिलेको मौद्रिक नीति त्यही लक्ष्यलाई भेट्टाउन सहयोग गर्ने हिसाबले बनाइएको छ। अपेक्षा के छ भने सस्तो ब्याज र सजिलो ऋणले लगानी बढाउँछ र त्यही लगानीले आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न मद्दत गर्छ। मौद्रिक नीतिको अन्त्यमा भनिएको यो कुराले सबै कुराको सार बताउँछ। यसको मुख्य उद्देश्य 2वटा छन्। पहिलो, अर्थतन्त्रमा स्थायित्व ल्याउने र दोस्रो, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउने। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न छोडेर जाउँ। केन्द्रीय ब्याङ्कले अहिले अर्थतन्त्रको जहाजलाई कडा नीतिले होइन, अलि नरम र लचिलो तरिकाले चलाउन खोजेको छ। के यो नयाँ बाटोले नेपाललाई 6% वृद्धिको त्यो लक्ष्यसम्म सुरक्षित रूपमा पुर्याउन सक्ला त? यसको जवाफ त अब आउने दिनहरूले नै दिनेछन्।